हिजो चाहिँ हामीले महोत्सव हेर्न जाँदा चाहिँ बाटोमा एउटा आइफोन भेटाएको थियौँ कि महोत्सवभित्रै होइन एउटा बाटोमा चाहिँ खसेको रहेछ। अनि त्यो दिदीलाई सोद्धाखेरि चाहिँ उहाँले दिए भन्नुभएको थियो होइन, तर दिनुभयो कि दिनु भएन हामीलाई थाहा भएन है। हिजो चाहिँ हामी महोत्सव हेर्न गएको थियौँ। यो चाहिँ पहिलाको भिडियो हो, तर चाहिँ मैले एउटा इन्फर्मेसन दिनको लागि चाहिँ यो भिडियो पोस्ट गरेँ, किनभने त्यो दिन मैले चाहिँ भिडियो खिचेको थिएन। हामी चाहिँ टिकट काटेर ठ्याक्कै भित्र गएको थियौँ होइन, म र मेरो दिदी अनि उहाँले र मैले चाहिँ एउटा आइफोन भेटाएको थियौँ। अनि त्यसपछि त्यहाँ स्टलको दिदीले चाहिँ दिनु म दिन्छु भन्नुभयो होइन, हामीले चाहिँ होला भनेर दियौँ उहाँलाई। पछि चाहिँ हामीले सोद्धाखेरि चाहिँ त्यो बहिनीले लगिसक्यो भन्नुभएको थियो, लाग्नुभयो कि लग्नु भएन होला भनेर कस्तो जिज्ञासा मनमा रहिराख्यो कि। अनि त्यसपछि हाम्रो त्यही गलकुटकै बहिनी हो होइन, अनि त्यसपछि यति लगो हो भने चाहिँ प्लिज यो कमेन्ट गरिदिनु होला होइन, होइन भने चाहिँ तपाईँको आइफोन अझैसम्म भेटाउनु भएको छैन भने चाहिँ तपाईँको आइफोन त्यो दिदीलाई चाहिँ हामीले दिएको छौँ होइन। र महोत्सवमा जाँदा चाहिँ आफ्नो सामान जताभावी नराख्नु होला होइन, सबै मान्छे एउटै हुँदैन, सबै मान्छेले दिन्छ भन्ने हुँदैन नि त। पछि चाहिँ यस्तो नराम्रो लागेको थियो गाइज, कस्तो छटपट्टि होला, आफ्नो सामान हराउँदा कस्तो हुन्छ नि त, त्यस्तै भयो होला, कति छटपट्टि होला जस्तो फिल भएर चाहिँ हामीले चाहिँ त्यो दिदीलाई सोधेको थियौँ कि पछि घर फर्किँदाखेरि। अनि त्यसपछि त दिदीले चाहिँ ल लैसक्यो भन्नुभयो। अनि उता स्टेजमा गएर भन्छु भन्नुभएको थियो, स्टेजमा पनि भन्नु भएन है, दिन त दिनुभयो होला, त्यो दिदीलाई आरोप लागेको त होइन है, तर पनि एउटा जिज्ञासा कि मनमा ला लको होला कि नलको होला भने जस्तो त्यस्तो भएर चाहिँ भिडियो बनाएको है।